नमस्कार सबैलाई। अहिले स्वस्थानी व्रत चलिरहेको छ है। पोख शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रत चल्ने गर्छ र यो व्रतमा व्रत बसेर कथाहरू सुन्ने गरिन्छ। र म चाहिँ के भन्न चाहन्छु भने स्वस्थानी व्रत बसेर र कथा सुनेर मात्र पनि हुँदैन। स्वस्थानी व्रतको कथाले भन्न खोजेको चिजहरूलाई पनि हामीले बुझ्ने प्रयास गर्नुपर्छ। मोरल अफ द स्टोरी भन्छ नि, त्यस्तै स्वस्थानी व्रतले हामीलाई के शिक्षा दिन्छ त्यो शिक्षा चाहिँ हामीले लिन आवश्यक छ है। र एक दुईवटा स्वस्थानी कथाका विषयमा र त्यो कथाले भन्न खोजेको कुराहरूलाई म तपाईँहरू समक्ष राख्न गइरहेको छु। सर्वप्रथम त अब त्रिपुरासुर दहनको कथा आउँछ। स्वस्थानी व्रत बसेर यदि कसैले कथा सुन्नुभएको छ भने होइन, 3वटा पुर हुन्छ। फलामको, सुनको र चाँदीको पुरहरूलाई महादेवले दिव्य रथ बनाएर ध्वंस गर्नुभएको त्यो कथा आउँछ। र यो एक्चुअलमा 3वटा पुर भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ मानिसभित्र भएको लोभ, अहङ्कार र मोह हो। र यो लोभ, अहङ्कार र मोहलाई हामीले सबैभन्दा पहिला नष्ट गर्नुपर्छ, अनि मात्रै भगवानको भक्ति हामीले गर्न सक्छौँ भन्ने मोरल यो कथाले दिएको छ जस्तो मलाई लाग्छ। र त्यसरी नै सतीदेवीको कथा आउँछ। कसरी दक्ष प्रजापतिले महादेवलाई अवहेलना गरेको थियो, महादेवको अपमान गरेको थियो, त्यसैको फलस्वरूप उसलाई बोकाको टाउको लगाइयो। जसले भगवानको अवहेलना गर्छ, जसमा स्वयंमा धेरै अहङ्कार जागृत हुन्छ नि, त्यसको अन्त यही हुन्छ भन्ने कुरा त्यो कथाले बताएको छ। मानिसहरू सक्सेसफुल भए, सफलता प्राप्त गरे भने आफूलाई भगवान सोच्ने या त भगवान आफूभन्दा सानो सोच्ने हुन्छन् अरे भनेर चाहिँ यो दक्ष प्रजापतिको कथाले बताएको छ। कसरी दक्षले जब आफू समृद्ध भए उसले महादेवलाई भगवान नै गर्न छोडे, त्यसरी नै हामी मानिस पनि आफू सक्सेस भएपछि चाहिँ भगवान गन्दैनौँ र पछि गएर हामीले पस्ताउनुपर्छ भन्ने कुरा चाहिँ यो सतीदेवीको कथाले पनि सिकाएको छ। र त्यसरी नै कसरी महादेवले सतीदेवीको मृत शरीरलाई बोकी हिँड्नुभयो, यसले चाहिँ एउटा पतिले पत्नीप्रति कसरी प्रेम गर्नुपर्छ त्यो पनि बताएको छ। हामी त श्रीमती मरेपछि वर्ष दिन नभइकन अर्को बुढी खोज्न थाल्छौँ, तर महादेवले हेर्नुहोस् त सतीलाई बोकी हिँड्नुभयो, कति रुनुभयो। हो यस्तो प्रेम चाहिँ श्रीमानको पनि हुनुपर्छ भन्ने यो कथाले बताएको छ। र त्यसपछि आउँछ पार्वतीले शिवजीलाई पाएको कथा। कसरी भागेर गएर बलुवाको शिवलिङ्ग बनाएर माता पार्वतीले शिवजीलाई प्राप्त गर्नुभयो। र भगवानलाई प्राप्त गर्नुलाई धेरै आडम्बर चाहिँदैन, देखावटी चाहिँदैन। बलुवाकै शिवलिङ्ग बनाए पनि भगवान खुसी हुनुहुन्छ भन्ने कुरा यहाँबाट हामी सिक्न सक्छौँ। हाम्रोमा धन सम्पत्ति छ भन्दैमा हामी लाखको पूजा गर्ने गर्छौँ होइन, सुन चाँदी हिरा मोती भगवानलाई चढाउने गर्छौँ। तर त्योभन्दा पनि सबैभन्दा उत्तम चाहिँ हाम्रो मन शुद्ध हुनु पर्यो, भक्ति सही हुनु पर्यो। यदि भक्ति सही छ भने बलुवाको शिवलिङ्गमा पनि शिवजी प्रकट हुनुहुन्छ र माता पार्वतीलाई ग्रहण गर्नुहुन्छ भन्ने कुरा हामीले यो कथाबाट सिक्यौँ। र त्यसरी नै त्यस पछाडि कथा आउँदै जान्छ गोमा ब्राह्मणीको। त्यसरी 7 वर्षकी सानी कन्यालाई 70 वर्षको बुढोसँग विवाह गरिदिँदा पनि उसले नआत्तिकिन जस्तै दुःख परे पनि आफ्नो दुःखलाई समेटेर उनले धैर्य धारण गरेर बसिन्। हो त्यो ज्ञान हामीले गोमा ब्राह्मणीको कथाबाट प्राप्त गर्छौँ। जति नै धेरै दुःख भए पनि हामीले हार मान्नु हुँदैन र आफ्नो धर्म संस्कार नियम नीति चाहिँ छोड्नु हुँदैन भन्ने कुरा गोमा ब्राह्मणीले सिकाएकी छिन्। र त्यसैको परिणामले होला पछि गएर गोमा ब्राह्मणीका छोरा नवराज लावण्य देशका राजा भए र मातालाई सबै सुख र ऐश्वर्य सुम्पिए। यो कथाले चाहिँ यही सिकाउँछ कि हामीले जस्तै दुःखमा पनि आत्तिनु हुँदैन, छोराछोरीमा हामीले सही संस्कार सिकाउँदै गर्नुपर्छ जसरी गोमा ब्राह्मणीले सिकाएकी थिइन्। र त्यसपछि चन्द्रवतीको कथा आउँछ। कसरी चन्द्रवतीले स्वस्थानी माताको प्रसादको अवहेलना गर्दा कुँजिएर बस्नु पर्यो, दुःख पाउनु पर्यो। र हामीले पनि प्रसादीको अवहेलना गर्नु हुँदैन, भगवानको अपमान गर्नु हुँदैन भन्ने कुरा हामी यहाँबाट सिक्छौँ। र अन्तमा भक्ति, श्रद्धा र प्रेमले भरिएको यो 1 महिनाको व्रत कथा कसले सुन्नुभयो, कसले बुझ्नुभयो र कसले व्रत बस्नुभयो कमेन्टमा बताउनु होला। सबैलाई हर हर महादेव।